ल साथीहरु फेरि तपाईहरुको लागि एउटा नयाँ भिडियो लिएर आइसके है। ल हेर्नु होला, अहिले चाहिँ म ठोकर संख्या 14 मा छु है। ल हेर्नुस्, ठोकर संख्या 14। सो गुड इभिनिङ एभ्रीवान, नमस्ते सबैजनालाई है। आजको भिडियोमा सबैजनालाई स्वागत छ। ठोकर संख्या 14 को यो पनि सुस्तैमै हो। लम अनि म त्यही परसम्म पुग्छु है। ऊ त्यहाँ पर देख्नु भयो होला, घर देखिरहेको छ, त्यसको अगाडिसम्म म पुग्छु। त्यहाँ अझै एउटा बनिरहेको धुमिलो छ, जाडो छ, देखेको छैन। म त्यहीँसम्म पुगेर तपाईहरुलाई हल्का त्यहाँको दृश्यहरू देखाउने छु। सो साथीहरु, म अब नजिकै आइपुगेँ है। ल हेर्नुस्, यहाँसम्म आइपुगेछु। म नजिकै गएर तपाईहरुलाई यसको रिभ्यूहरू दिनेछु। सो एकदमै नजिक आइपुगेको छु है गाइज। ल हेर्नुस्, यो चाहिँ एउटा बस्ने प्रतीक्षालय बनिरहेछ है। रेडी भइसकेको छ, घर चाहिँ रेडी भइसक्यो। बस्ने कुराहरू चाहिँ अझै आएको छैन है। बस्ने कुराहरू अब केही दिनपछि आइपुग्छ। ल हेर्नुस्, र तपाईहरुलाई म चारैतिर घुमेर यसो फर्र देखाइदिन्छु है। यहाँदेखि म तल जान्छु है। ल हेर्नुस्, यहाँदेखि म तल जाँदैछु। तल गएर पनि तपाईहरुलाई म हल्का तलबाट नजिकबाटै म देखाउने प्रयास गर्छु। अनि खोलाको बारेमा चाहिँ के भन्ने साथीहरु, खोला त्यही नै हो। ल हेर्न सक्नुहुन्छ, खोला त्यही नै हो। घरिघरि त्यही खोलाको बारेमा के भनिराख्ने। र यहाँ चाहिँ हेर्न सक्नुहुन्छ, यो सबै ब्लक है। बाढी आएको बेलामा यो नभत्काओस् भनेर हरेक वर्ष यो बन्ने गर्छ। र हेर्नुस्, यो तिनकुने के रहेछ है, यस्तो ठुल्ठुलो पिल्लर रहेछ। चारैतिर हेर्नुस्, वहाँ परसम्म छ पुरै ब्लक, पुरै के अरे ठोकर संख्यामा तपाईँ यस्तै पाउनुहुन्छ। ल म तल आएर पछाडिबाट म त्यो दृश्य देखाइरहेको छु है। कति धेरै ढुङ्गा के, ब्लक भनौँ न, ब्लक बनाएको कति धेरै छ। ल हेर्नुस्, सरर ताल एकचोटि हेर्नुस् त। ल हेर्नुस्, बबाल छ के, दामी दृश्य छ के यहाँको। पिकनिक खानलाई एकदम बबाल छ, एकदम दामी छ। सो साथीहरु, यो भिडियो मन पर्यो भने लाइक शेयर अवश्य गर्नु होला है। अनि म के भन्न चाहन्छु, याम दाइ कहाँ हुनुहुन्छ? मलेसियामा ड्युटीमा हो कि रुमतिरै हुनुहुन्छ? ल तपाईको लागि स्पेशल है यो भिडियो। ल हेर्नुस्, हेर्नु होला, मजाले हेर्नु होला भिडियो। ल हेर्नुस्, र मेरो फेसबुक क्रिएटरहरू पनि सबैजनाले यो भिडियो हेरेर मन पराइदिनु होला। धेरै राम्रो बोल्न त आउँदैन, तै पनि हल्का फुल्का मिनी ब्लग बनाउने प्रयास गरिरहेको छु, सिकिरहेको छु। ल तपाईहरुको लागि स्पेशल है, सबैजनाको लागि है। अहिले राति के अरे साँझको 4-5 कति बज्न आँट्यो। म यता नदीको छेउमा छु, एक्लै छु, कोही पनि छैन, सुनसान छ, एकदमै सुनसान छ। ल सबैजनालाई